बिहेको भोलिपल्टै बेहुला बेहुली मृत अवस्थामा फेला परेका छन्। भारतको अयोध्यामा बिहे भएको भोलिपल्टै बेहुला र बेहुलीको मृत्यु भएको छ। यो घटना अयोध्याको कैन्टको शहादतगञ्ज पुरावन टोलाको हो। बेहुलाको शव कोठाको ओछ्यानमा थियो भने बेहुली पङ्खामा झुन्डिरहेको अवस्थामा भेटिएका थिए। बिहान करिब 7 बजेसम्म पनि नवविवाहित जोडी नउठेपछि घरका मानिसहरू उनीहरूलाई उठाउन गएका थिए, तर ढोका भित्रबाट लगाइएको थियो। त्यसपछि परिवारले ढोका फोरिदिए। भित्र हेर्दा दुवैको शव भेटियो। बिहे भएको एक दिन नबित्दै यस्तो घटना देख्दा परिवार त्रस्त भए। दुवैलाई अस्पताल लगिएकोमा डाक्टरहरूले मृत्यु भइसकेको औपचारिक रूपमा बताए। यो सूचना पाउने बित्तिकै प्रहरी पनि अस्पतालमा पुगेको थियो। प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ। दुवैको बिहे मार्च 7 भएको थियो। शनिबार बिदाबारी भएर बेहुली बेहुलाको घरमा आएकी थिइन्। आइतबार दुवैको रिसेप्सन थियो। घर परिवारले रिसेप्सनको तयारी गरिरहेका थिए। यो घटना अयोध्याको कैन्टको शहादतगञ्ज पुरावन टोलाको भएको बताइएको छ। अहिलेसम्म मृत्युको कारण खुल्न सकेको छैन। दुवैको शव एउटै कोठामा पाइएको थियो। यो घटना आत्मदाह हो या आपराधिक गतिविधिबाट भएको हो, यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यस विषय सम्बन्धी थप विवरण हामी पुनः प्रसारण गर्ने नै छौँ। तसर्थ हामीसँग जोडिरहनका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद।